पास्ता लामा, दुधौली नगरपालिका वडा नम्बर 3, घर मेरो कालापानी लामाटोल हो। म चाहिँ सगुन कृषि तथा पशु विकास महिला स्वावलम्बी समूहको चाहिँ म सदस्य र समूहको नै कुरा गर्नु पर्दाखेरि हाम्रो समूह गठन भएको चाहिँ मिति 2079 साल चैतको महिनादेखि हाम्रो गठन भएर चाहिँ हाम्रो सुरु भएको हो र अहिलेसम्म हाम्रो यो मिति 2083 साल असार 27 गतेसम्मको चाहिँ हामीले बचत गरिसकेका छौँ। यतिन्जेलसम्मको चाहिँ हाम्रो बचत भनेको अहिले 2,10,220 रुपियाँ भएको छ। बचत चाहिँ किन र केका लागि गर्ने त? बचत भनेको अब हामीले गरेको कामहरूबाट थोरै पैसाहरू आउँछ। त्यो पैसा चाहिँ हामीले भविष्यको लागि चाहिँ होइन कुनै बेला अर्जेन्ट काम पर्छ, त्यो कामको लागि चाहिँ हामीले काम चलाउनुलाई सजिलो होस् भनेर हामीले बचत गर्ने गरेका हौँ। कस्तो कस्तो कुराहरूमा फाइदा हुँदैछ बचत गर्दाखेरि? बचत गर्दा अब जस्तै हामीलाई सबै कुरामै फाइदा हुन्छ। अब होइन कुनै पनि आफूलाई केही काम गर्नु पर्दा त्यो पैसाहरू ल्याएर केही काम गर्नु पायो। अब जस्तै दसैँ तिहारहरू आउँछ होइन, चाडबाड आउँछ, तीज आउँछ, हामीलाई कुनै कुराहरू लाउन मन लागेको हुन्छ अनि आफूले राखेको बचतबाट चाहिँ ल्याएर होइन काम गर्नलाई चाहिँ सजिलोको लागि हुने रहेछ। त्यो पैसाले चाहिँ उद्यमशीलतामा चाहिँ के गर्नुभयो? त्यो पैसा चाहिँ हामीले ल्याएर उद्यमशीलतामा अब होइन बङ्गुर किन्यौँ, राँगा किन्यौँ, त्यसबाट चाहिँ पालेर हामीले अब ठुलो बनाएर होइन अलिक धेरै आम्दानी पनि लिन सक्यौँ उद्यमको बारेमा चाहिँ। नमस्कार, मेरो नाम रुमा धमला, दुधौली नगरपालिका वार्ड नम्बर 3, कालापानी 4 घरे मेरो घर। म चाहिँ सगुन कृषि तथा पशु विकास महिला स्वावलम्बी समूहको अध्यक्ष। हाम्रो यहाँ 2 वर्ष लगभग 3 वर्षको अवधिमा चाहिँ हामी आफैले हाम्रो समूहलाई कार्यक्रमलाई राम्रो नभनौँ, अरू बाहिरबाट देख्ने हाम्रो सबैजनालाई चाहिँ राम्रो लागेर यो कार्यक्रम राम्रो लागेर समूह राम्रो लागेर हाम्रो यस 3 नम्बर हाम्रो सगुन कृषि तथा पशु विकास स्वावलम्बी समूह चाहिँ एकदम राम्रो लागेर हाम्रो कार्यक्रममा अहिले हाम्रो यसपालि 3 ठाउँ जम्मा 4 ठाउँबाट हाम्रो भिजिटहरू आउनुभएको छ। भिजिटहरू आइसक्नुभयो, हेरेर जानुभयो। पाल्पाबाट आउनुभयो, गुजारा नगरपालिका रौतहटबाट आउनुभयो, एउटा यता काठमाडौँ कताबाट आउनुभएको थियो। त्यो सबै कुरा चाहिँ मैले बिर्सेँ सर। अनि हाम्रो 4 ठाउँबाट भिजिट आएर हामीलाई चाहिँ उपहार दिएर जानुभएको छ। अहिले हामीले उपहारबाट पाएको पैसा पनि 4,000 5,000 जति हामीले उहाँहरूले हामीलाई 5,000 जति उपहार दिएर जानुभयो। अनि हामीलाई एउटा माइनेट डट पेनहरू, मायाको चिनो एउटा चाहिँ बनाएर दिनुभएको छ। के अरे के भन्छ बिर्सिहालेँ, फोटो बनाएर मायाको चिनोको एउटा फोटो बनाएर दिनुभएको छ। यता पाल्पाबाट भिजिट आउने सरहरूले चाहिँ त्यस्तो गर्नुभएको छ। हाम्रो चाहिँ यो मूल समूह हो। यो मूल समूहले चाहिँ हामीले जम्मा 8वटा समूह गठन गरेका छौँ। अरू बहिनी समूह हामीले नि गरेर उहाँलाई सहजकर्ताहरूलाई सहयोग गरेर गठन गरेका हौँ। अनि यो त्यसपछिको हाम्रो यो मूल समूह उहाँहरूलाई गठन गऱ्यौँ। उहाँहरूको पनि समूह राम्रोसँग चलिरहेको छ। हाम्रो त झन् राम्रो छ सर। आफूले राम्रो भन्नुभन्दा पनि अरू बाहिरबाट हाम्रो समूहले हामी बचत गर्छौँ। महिनामा 2 चोटि हाम्रो मिटिङ बस्छौँ। हामी एकचोटि 27 गते बचत मिटिङ हुन्छ, 13 गते छलफल मिटिङ हुन्छ। अनि 13 गते हाम्रो छलफल अब यहाँ केही आएका चिजहरू कसलाई दिने, के गर्ने, कसलाई आवश्यक छ भनेर हामी छलफल गर्ने गर्छौँ। अनि त्यस्तै गरी हामीले आपतकालीन अवस्था परिहाल्यो भने चाहिँ कस्तो खालको त्यो समूहले सपोर्ट दिने अथवा ऋण दिने कस्तो खालको नीति बनाउनु भएको छ अथवा अभ्यास छ यहाँ चाहिँ यो समूहमा चाहिँ? हामीले आपतकालीनमा चाहिँ किस्तामा दिने गरेका छौँ। जसलाई जस्तो आपत विपद परेको हुन्छ, जस्तो समस्या परेको हुन्छ त्यो अनुसारले किस्तामा लगानी गर्छौँ। अनि एउटा कुरो कसैले आपत पर्यो, कसैले अब बर्खा मासको बेला चाहिँ कसैको घरमा कसैको मृत्यु भयो, कसैका छोराछोरी भए, सासससुरा भए, त्यो मृत्यु भयो भने हामी समूहका चाहिँ दिदीबहिनी गएर उहाँको घरमा गर्नुपर्ने सहयोग हामीले के सहयोग गर्नुपर्छ
उहाँलाई हामीले अब सानसानो एउटा उपहार भनेर हाम्रो यो समूहबाट तेल भयो, चामल भयो, चिउरा भयो, फलफुल भयो, केही लिएर हामी त्यसरी पनि भेट्न जान्छौँ र हामीले काममा गर्नुपर्ने सहयोग पनि गर्छौँ। कति बचत हुन्छ, कसरी बचत गर्नुहुन्छ? हामीले महिनामा 100 बचत गर्छौँ। अब कुनै बेला नयाँ साल कहिलेकाहीँ हामी हाम्रो बचत अलिक बढाउँ है भनौँ भने हामी 500 पनि गर्छौँ मिलेर, सबैजना एकैसाथ भएर बढाउँ है भन्ने भयो भने कहिलेकाहीँ हामी गर्छौँ, एक दुईचोटि गऱ्यौँ। कतिजना हुनुहुन्छ समूहमा? हामी जम्मा 32 जना। 32 जना। हजुर। जस्तो कि समूह 32 जना भने कति धेरै ठुलो समूह छ होइन? विशेष गरेर समुदायमा चाहिँ निखाने र हुँदाखेरि वर्गको एउटा विभेद पनि छ नि, होइन? त्यो फरक पनि छ नि त। तपाईँहरूको समूहमा चाहिँ कस्तो छ समावेशीको रूपले हेर्दाखेरि? हामी एकदम सकारात्मक सोच, सबैलाई समान व्यवहार गर्न हामीले सिकेका छौँ। हामी कहिल्यै त्यस्तो हामीबाट हुँदैन, सबैलाई समान बराबर हो। हामी कहिल्यै गर्दैनौँ, विभेद पनि गर्दैनौँ, कसैलाई केही पनि गर्दैनौँ, हामी समान हो। हजुर। कसरी व्यवहार परिवर्तनमा चाहिँ सहयोग मद्दत गर्छ यो समूहले? तपाईँहरू 32 जनाको परिवार हुनुहुन्छ होइन? सिपहरू पनि सिक्नु भयो होला, त्यो कुरा पनि थोरै भनिदिनुहोस् न। हामीले तालिमहरू पनि लियौँ। अब यसमा कस्तो कस्तो व्यवहार परिवर्तन भयो तालिम लिएर? कसरी एउटा समूहलाई नेतृत्व गर्न सक्षम हुनुभयो? हामीले पहिले सुरुमा अब 4 दिने यो आदर्शिला तालिम लियौँ। यहाँबाट हामीले सुरुदेखि यो तालिम दिँदाखेरिदेखि नि हाम्रो मनमुटु जम्मै छुयो यो तालिमले। हामीले यस्तो गर्नु हुँदो रहेछ, यो बाटो हिँड्नु पर्दो रहेछ, यसमा नकारात्मक सोच विचारहरू हामीले लिनु हुँदो रहेछ भन्ने कुरा हामीलाई चाहिँ सुरुमै थाहा भयो। जुन दिन हामी चैत महिनामा यहाँ हामीले समूह गठन गऱ्यौँ, 2079 साल चैत महिनामा हामीले समूह गठन गऱ्यौँ। अनि वैशाख चैतको 28 गतेदेखि हाम्रो फेरि तालिम भयो। वैशाख 1 गते हाम्रो समापन, नयाँ वर्षमा चाहिँ हाम्रो तालिम समाप्त भयो। त्यतिखेर चाहिँ यो तालिममा हामीले त्यस्तो विभेद गर्नु हुँदैन भन्ने कुरा हामीले यहाँ सिकेको रे। हामी त दिनरात महिनामा 2 चोटि हामी मिटिङ बस्छौँ, छलफल गर्छौँ। अनि त्यति गर्दा पनि अब हाम्रो मन त मोडिगयो नि होइन? हाम्रो मन अब उता नकारात्मक सोच विचारपट्टि जान छोड्यो। हामी यतैतिर हाम्रो ध्यान हुन्छ, कसरी गर्ने, के गर्ने। हामीले त अब दिगोपन, आत्मनिर्भर बन्नको लागि त यहाँ तालिम दिएका छौँ नि। त्यतिकै त हामी बसेका होइनौँ नि। हामी पनि महिला, एउटा रोजगार नभएका बेरोजगार महिला थियौँ। हामी पल्लेख पनि धेर नभएका महिला हौँ। एक त 3 नम्बर वडाको महिला भन्ने बित्तिकै एउटा गरिबपन पनि हो होइन? अनि यहाँ त धेर यो दलित बस्ती पनि हुनुहुन्छ हाम्रो यो वडामा। अनि हामीले चाहिँ अब के गरौँ भन्दाखेरि यो कार्यक्रममा हामी समावेश भयौँ। यहाँ समावेश भएर यहाँ हामीले चाहिँ विभिन्न तालिमहरू दिएपछि हामीलाई अब हामी महिला दिदीबहिनी पनि हामी आत्मनिर्भर बन्न सक्ने रहेछौँ भन्ने हामीमा चाहिँ क्षमता बढ्दै गयो। अनि हामी आफै परिश्रम गर्ने, हामीले त यहाँबाट त ज्ञान के सामान भन्दा पनि ज्ञान पाउनु नि उपहार ठुलो हो नि होइन र? ज्ञान पाएको त सधैँभरि हामीलाई जीवनभर बसिरहन्छ। सामान पाउँदा त बरु टुटुट फर जाला, हराएर जाला, सकिएला। हामीले त्यस्तो ज्ञान उपहार पाएका छौँ। त्यो ज्ञानले हामीलाई एकदम आत्मनिर्भर बन्ने शक्ति, हौसला दिनुभएको छ र हामी बन्दै पनि गएका छौँ। हिजोको दिनमा हामीलाई यही समूहमा 100 रुपियाँ बचत गर्न गाह्रो हुन्थ्यो भने अहिले हामीलाई 1 किलो टमाटर बेच्छौँ 100 रुपियाँ आउँछ। कुनै गाह्रो भएन। 1 किलो करेला बेचेका छौँ 100 रुपियाँ आउँछ। हामीलाई गाह्रो छैन। फेरि भुइँसी पालेका छौँ, हामीले दुध बेच्छौँ, खसी बाख्रा बेच्छौँ। हामी यो सन्तुष्ट छौँ यो समूहबाट। त्यो ठिक रह, त्यो चाहिँ राम्रो रह। अझ टाट्नु थियो यहाँनिर, टाट्नु भत्किया फेरि बनाउनु पर्ने छ। कतिवटा पाठापाठी जन्मिसक्यो तपाईँले पाउनुभएको बाख्राबाट? मैले पाएको बाख्राबाट 2टा, यो 2टा हो। अहिले जेठ कति गते दिनुभयो? 1 वर्ष पुग्यो। वर्षमा 2टा भइसक्यो, एउटा बोका एउटा पाठी। बोका चाहिँ सिरोही जातकै लगाएको मैले। समूहमा दिनुभएको ऊ दिनुभएको किलो काटा दिनुभएको। पहिला हामी ठगेको थियौँ, व्यापारी आउँदाखेरि हामीले त्यसमा कति हुन्छ के हुन्छ कति लिँदा हामीलाई फाइदा घाटा केही थाहा हुँदैन थियो। अहिले चाहिँ हामी जोखेर पहिले नै जोखेर राख्छौँ। व्यापारी आएपछि जोखेर दिने चलन छ। बचत गर्छौँ। हामीलाई समस्या परेको अब त्यहाँबाट सरल थोरै ब्याजमा पैसा निकालेर हामी कुखुरा पालन गर्छौँ। कुखुराहरू बेच्छौँ। घर खर्च सबै घरको आम्दा ऊ चाहिँ त्यहीँबाट चलाउँछौँ। कति मासिक बचत गर्नुहुन्छ? मासिक हामी महिनाको 100 गर्छौँ। अब सक्रिय भएको छौँ। हामीलाई सिपमूलक तालिमहरू दिनुभएको छ होइन?
अब हामीलाई चाहिएकै सिप थियो, सिप भइसकेपछि अब हामी आफै गरेर चाहिँ खान्छौँ। खान सक्नुहुन्छ, खानुहुन्छ। लाउन ओर्न बिउहरू दिनुभएको छ, घरको समस्या टार्नलाई गाह्रो हुन्थ्यो। के अरे परम्परागत रूपमा बाख्रा पाल्दाखेरि खोर पनि दिनुभएको, नमुना खोर पनि मलाई उहाँहरूले नै दिनुभएको होइन। पहिला धेरै समस्या थियो अनि त्यतिखेर अब बाख्राहरू पनि पालिन्थ्यो, पहिलाकै आफ्नै हिसाबमा पालिन्थ्यो।